हेलो गाइस, नमस्ते, गुड मर्निङ, शुभ बिहानी सबैजनालाई। र हेर्न सक्नुहुनेछ हाम्रो त चाहिँ गयो राति पानी परेर अहिले मौसम पुरै ठन्डा भइसकेको छ र साह्रै नै राम्रो भइरहेछ अहिले हेर्न सक्नुहुनेछ है। र तपाईँहरूको त पानी परो कि परेन गाइस है त। हाम्रो त चाहिँ हिजो राति परो लगभग 2 घन्टा यस्तो भएर त्यति ठुलो हामी कम्ती भए पनि परो र पुराले भिजिरहेछ हेर्न सक्नुहुन्छ है। पानी जमिरहेको छ त पानी जमिरहेको छ र राम्रो लाग्यो कि पानी आएर चाहिँ गाइस बहुतै पानीको जरुरत थियो। यहाँ हेर्नुहोस् त पानी तपाईँलाई देखाउँछु। यहाँ हेर्नु सक्नुहुन्छ पानी पनि परेर जमेको छ है, हल्का पनि अलिकति पनि जमेको छ गाइस हेर्नु सक्नुहुन्छ है। सप्लाई पानी पनि आउँछ यहाँ, तर यो चाहिँ पानी परेको यहाँ चाहिँ राधाकृष्णको मन्दिर हो र त्यही रातै हेर्नु सक्नुहुन्छ है। यो चाहिँ हाम्रो घर छेउको हो। राम्रो लाग्यो पानी आएकोले है। भनौँ न बर्खा सकेदेखि त पानी परेकै थिएन र फाइनली पानी हिजो पानी पऱ्यो अलिकति। अब सबैलाई नै भनौँ जीवहरूलाई पनि मान्छेलाई पनि सबै राम्रो हुन्छ अब, किनकि गाईगोलाई घाँस पनि पलाउँछ होइन। र अब त्यही हो, अब गाईगोलाई घाँसको पनि समस्या भइरहेको थियो र तामुरहरूलाई पनि प्रब्लम भइरहेको थियो पानी नभएर जतिको पानीको पाला पनि दुई टेकोसँग भइदियो। साह्रै नै मजा भयो र तपाईँहरूको त पानी आयो कि आएन भन्नु होला तपाईँहरूले है त। अब उता पानी पऱ्यो कि परेन, मेरो चाहिँ पानी परेको तपाईँहरूले सानो मैले आप देखो है त गाइस। ल गाइस अहिलेको लागि यति नै, फेरि भेटौँ ल।